हाई एभ्रिवान र आज चाहिँ हामी यहाँनिर अबुधाबीको है नेपाली रेस्टुरेन्टमा खाना खानु आएको छौँ है। अनि आज चाहिँ मेरो बुढाको चाहिँ विकेन्ड है, हप्तामा एक बार छुट्टी हुन्छ। त्यो भएर चाहिँ हामी सधैँ छुट्टीको दिन चाहिँ बाहिर निस्किन्छौँ घुम्नु फिर्नु है, अनि यसो बाहिरको हावा खानु। अनि सधैँ अब काम गरेर है रेस्ट पाउँदैन बडीले, अनि बाहिर निस्किनु घुम्नु फिर्नु है त्यो पाउँदैन। त्यही भएर चाहिँ आज चाहिँ हामी निस्केको छौँ नेपाली रेस्टुरेन्ट। अनि यहाँ चाहिँ छ माउन्ट एभरेस्ट बाट उनीहरूले एउटा नाम राखिएर चाहिँ यो नेपाली रेस्टुरेन्ट खोलिएको छ है। अनि यहाँनिर चाहिँ तपाईँले नेपाली थाली प्लस ढेँडो, अनि चाउमिन, भेज मोमो, चिकन मोमो, बफ मोमो, एभ्रिथिङ तपाईँहरूले यहाँनिर पाउनु सक्नुहुन्छ है। अनि थुक्पा भयो, सुप भयो, ड्रिङ्क्सहरूमा पनि धेरै प्रकारको ड्रिङ्क्सहरू पाउनुहुन्छ। यहाँको लुक्स चाहिँ यस्तो छ है, तपाईँले देख्नुभयो भर्खरै। अनि मेरो हस्बेन्डले चाहिँ चिकन राइस खाने भनेर चाहिँ चिकन राइस अर्डर गरेको छ है। त्यो पनि लोकल भनेर भन्दै थियो, तर अब यहाँ त अब लोकल चिकन कस्तो हुन्छ मलाई याद छैन। उता हो भने त अब हाम्रो त उता बस्तीमा त अब लोकल भनिसकेपछि त एकदम मजाले बनाएर है एकदम पोलेर मजाले दिन्छ नि त। तर अब यहाँ चाहिँ कस्तो हुन्छ याद छैन मलाई चाहिँ। म चाहिँ अब एकदम भेजिटेरियन परेँ, प्योर भेजिटेरियन। सो यहाँनिर चाहिँ छ मेरो बुढाको चाहिँ खाना आइसकिसकेको छ। यहाँ छ दाल, दही, अनि यहाँ छ चिकन। यहाँनिर चाहिँ छ लसुनको अचार, मुलाको अचार, अनि गुन्द्रुकको अचार, अनि यहाँनिर छ मुला सलादहरू, अनि यहाँ छ पटेटो फ्राई, साग। अनि यहाँनिर चाहिँ छ मलाई चाहिँ कद्दुको सब्जी जस्तो लागेको थियो, तर यो चाहिँ पटेटो प्लस के भन्छ त्यो अर्को त्यो सब्जी याद भएन, त्यसको सब्जी छ, पापड है। अनि यहाँ मेरो चाहिँ भेज चाउमिन मैले अर्डर गरेको थिएँ र मेरो चाहिँ यहाँ भेज चाउमिन आइसकिसकेको छ। हेर्दा चाहिँ एकदमै खाउँ खाउँ लाग्दो है, तर कस्तो छ टेस्ट अब खाएर हेर्छौँ है। सो हामी चाहिँ हाम्रो खाना खानुपट्टि लाग्यौँ गाइज है। अनि म चाहिँ यही भन्छु कि तपाईँहरूले पनि आफ्नो फ्यामिलीलाई है हप्तामा एक बार भयो या महिनामा एक बार पनि काफी नै छ हामीलाई चाहिँ है। महिनामा एक बार फ्यामिली बाहिर गएर है, अब सधैँ त हामीले घरमा खाना खान्छ हामीले आफूले बनाएको एकदम अर्ग्यानिक खाना